यहाँहरू सबैजनालाई नमस्कार। आज म कन्ने च्याउ अर्थात् पराले च्याउ खेती प्रविधिको विषयमा देखाउन गइरहेको छु र हामीले आज चाहिँ एकदमै अनि थोरै मात्रामा बनाउन गइरहेको छु र आफूले घरमा अनि खानको लागि मात्र चाहिँ अनि कसरी बनाउने भन्ने विषयमा यहाँहरूलाई देखाउन गइरहेको छु। हामीले कन्ने च्याउ अर्थात् पराले च्याउ बनाउनको निम्ति चाहिँ पराललाई हामीले यसरी ठिक्क साइजमा चाहिँ हामीले काट्नु पर्दछ। 1 इन्चीदेखि 2 इन्चीको भित्रमा हामीले चाहिँ यसलाई काटेका छौँ। यसरी काटेर ल्याउनु पर्छ। यसको टुप्पाहरू चाहिँ हामीले हाल्नु हुँदैन र टुप्पाहरू हाल्यो भने धानहरू जाने भएको कारणले गर्दा हाल्नु हुँदैन। यसलाई चाहिँ हामी सर्वप्रथम एकदम सफा पानीले चाहिँ पखाल्नेछौँ। एकदम मजासँग चाहिँ हामी यसलाई पखाल्नेछौँ। यसरी पखाल्दाखेरि चाहिँ यस परालमा भएको सबै माटोहरू र यदि धानहरू छ भने पनि तल जान्छ। यसलाई चाहिँ सफा पानीले यसरी सर्वप्रथम पखाल्नु पर्दछ। यसरी हामीले पखालेर यसलाई चाहिँ एउटा ड्रममा राख्नेछौँ। यो ड्रम चाहिँ प्लास्टिकको भए पनि हुन्छ र यो ड्रम चाहिँ अनि जस्ताको भए पनि हुन्छ, केही फरक पर्दैन। र ड्रम चाहिँ एकदम सफासँग हामीले पखाल्नुपर्छ। सफासँग हामीले पखालिसकेका छौँ। र यसरी यसलाई पखालेर राखिसकेपछि यहाँ चाहिँ हामी तातो पानी राख्नेछौँ, किनभने हामी घरमा खानको लागि एकदमै थोरै मात्रामा बनाउनेछौँ। यदि धेरै मात्रामा बनाउने हो भने चाहिँ यसलाई चाहिँ जस्ताको ड्रममा चाहिँ हामीले बोइल गर्नुपर्दछ पखालेर, अनि 24 घण्टापछि निकालेर बोइल गर्नुपर्दछ। अब यसलाई चाहिँ एकैचोटि होस् भनेर यसमा चाहिँ यसरी पखालेर यहाँ चाहिँ अनि एकदमै उम्लेको पानी हालेर चाहिँ म 10-12 घण्टा राखिराख्नेछु र पखालेको पनि अनि बोइल गरे जस्तो पनि हुनेछ। यसो गर्दाखेरि कीटाणुहरू सबै मर्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीले यसो गर्नुपर्दछ। यसलाई चाहिँ हामीले सफा गरी पखालिसकेका छौँ। 10-12 घण्टासम्म चाहिँ अनि तातो पानीमा राखिसकेपछि अनि एकदमै कीटाणुहरू पनि मरिसक्छ, पराल पनि सफा हुन्छ। एकदमसम्म उम्लेको पानीलाई चाहिँ हामीले यसरी हालिदिएका छौँ। यो चाहिँ एकदमसम्म उम्लेको पानी हो। यसरी एकदमसम्म उम्लेको पानी राखेर यसरी प्लास्टिकले छोपिराख्नेछौँ हामी 10-12 घण्टासम्म। यो एकदम बफाको जस्तै हुनेछ, एकदम तातो भइसकेको छैन। हामीले चाहिँ पराललाई चाहिँ ड्रमबाट झिकेर यसरी राखिसकेका छौँ। लगभग यसरी राखेको चाहिँ 2 घण्टा जति भइसक्यो। राम्रोसँग पानी चाहिँ अनि सुकोस् भनेर चिसो पनि भइसक्यो। अनि अघि चाहिँ ड्रममा राखेर बफाइराखेका थियौँ, अहिले यसरी राखिरहेका छौँ। अलि बेलुका पनि भइसक्यो, बिहानदेखि गरेको। मैले प्राय जस्तो केही बनाउँदाखेरि बेलुका नै हुन्छ। अनि यसलाई चाहिँ अब हामीले यसो गरेर यसरी निचोर राखेर एकदम बलियोसँग निचोर राखेर पानी नआइसकेपछि यो चाहिँ हुन्छ। यसलाई बनाउनेछौँ। त्यसको लागि हामीले च्याउको बिउ पनि तयार पारिसकेका छौँ। यो चाहिँ एकदमसँग ढुसी आइसकेको छ। यो च्याउ यो चाहिँ दाइले काठमाडौँबाट ल्याइदिनु भएको हो। यो चाहिँ अलि धेरै नै ढुसी आइसकेको जस्तो छ, तर ठिकै छ। सेल पनि एकदमै च्याउकै मिठो सेल आइरहेको छ। यसलाई अब हामी फुटाएर हेर्नेछौँ। एकदमसँग ल एकदम ठिक रहेछ। यो चाहिँ गाउँकोबाट बनाएको हुन्छ।
ल एकदम राम्रो ढुसी आएको छ। हामीले च्याउ बनाउँदा जहिले पनि एकदम राम्रोसँग ढुसी आएको बिउलाई चाहिँ राख्नुपर्छ। यो काठमाडौँ भक्तपुरतिर पाइन्छ अनि पनौतीमा पनि छ भनेको छ, तर म लिन चाहिँ गएको छैन। र अनि यसको च्याउ बनाउनलाई अनि यसको निम्ति अनि च्याउ बनाउन भनेर प्लास्टिक ल्याउनुपर्छ प्लास्टिक पसलबाट। यसको अलिक छुट्टै प्लास्टिक हुन्छ। अब दाइले नै ल्याइदिनु भएको हो यो बिउ र च्याउको बिउ र यो प्लास्टिक चाहिँ रबर पनि ल्याइदिनु भएको छ दाइले। अब म चाहिँ यसलाई गोलो बनाउनको निम्ति सिलिन्डर आकारमा बनाउनको निम्ति चाहिँ यसो गर्नेछौँ। यसरी यो बानिसकेपछि सिलिन्डर आकारको लागि यहाँ यसरी बान्नेछौँ। म रबरले नै बान्छु। यो झुन्याउँदा पनि हुन्छ, भुइँमा राख्दा पनि हुन्छ। यस्तो गरिसकेपछि यसरी रबरले बानेर यसलाई चाहिँ यसरी फर्काइदिनु पर्छ। अनि अब च्याउलाई परा राख्दाखेरि एकदमै रूपमा आउँछ। अब एकदमै सुकेको पराललाई फर्स्ट सुरुमा यसरी राख्नेछौँ। चारैतिर गोलो हुने गरी यसरी मिलाएर खानुपर्छ। खादी हाल्नुपर्छ यसलाई। ल यसरी खादेर राखिसकेपछि अब हाम्रो च्याउको बिउ हुन्छ। अब यो बिउलाई चाहिँ हामीले लिएर ठ्याक्कै बाहिर पर्ने पनि होइन, यस्तो गरी घेरा लाएर भित्र पनि होइन, त्यतिकोमा अलिअलि बाहिरदेखि पनि केही फरक पर्दैन। त्यतिकोमा चाहिँ हामीले रनिङ गरेर राख्नुपर्छ। यसरी ठिक्क गरी छेउमा र फेरि अनि त्यसपछि हामीले पराल हाल्नुपर्छ। यसरी हाल्दै लगभग 4-4 इन्चीमा बिउ हाल्दै यसरी मजासँग खार्नुपर्छ। यसरी स्टेप गरेर यसरी बिउ हाल्दै खाँदै जाने। यसरी खारिसकेपछि अनि लास्टमा चाहिँ यसरी माथि नै चाहिँ अनि हाल्नुपर्छ, किनभने माथिबाट पनि च्याउ फल्छ। यसरी माथिबाट हालिसकेपछि अनि हल्का परालले छोपिदिने। यसरी हल्का छोपिसकेपछि अब यो एउटा चाहिँ तयार भयो। अब यसलाई बान्नेछौँ माथिबाट। हामीले चाहिँ यसरी भरिसकेका छौँ। अब यसलाई चाहिँ हामी पाल पार्नेछौँ। मैले चाहिँ पेन्सिलले पाल पारेको छु। फलामको कुनै औजारले पाल पार्नु हो भने त्यसलाई चाहिँ अनि एकदमै ब्याक्टेरिया नहुने गरी निर्मलीकरण गर्नुपर्छ। यसरी हामी पाल पार्नेछौँ। यसरी पाल पारेर राख्नेछौँ। चारैतिर मिलाएर चाहिँ पाल पार्नुपर्छ।
ल यसरी नै सबै डल्लामा हामी पाल पार्नेछौँ। मैले चाहिँ यसरी पोका बनाएर यसरी भुइँमै यसरी राखेको छु अनि यतातिर चाहिँ बार लगाएको छु। एकदम सफासँग चाहिँ यसरी प्लास्टिक ओछ्याएर राखेको छु। यो च्याउको लागि चाहिँ एकदमै सफा ठाउँ चाहिन्छ। त्यसै कारणले गर्दाखेरि सफासँग यसरी राखेको छु। अब यसरी राखिसकेपछि 20-25 दिनमा चाहिँ यहाँनिर ढुसी सबै ठाउँमा फैलिसकेपछि च्याउ उम्रिन थालिसकेपछि चाहिँ यो प्लास्टिकलाई चाहिँ म काटिदिनेछु र त्यसपछि चाहिँ अनि च्याउ उम्रिनेछ। अहिले चाहिँ मैले यसरी यहाँनिर राखेको छु, भुइँमै मिलाएर राखेको छु। मैले धेरै बनाएको छैन किनभने हाम्रो घरको लागि मात्र हो। व्यावसायिक रूपमा बनायो भने चाहिँ अनि धेरै बनाउनु पर्ने हुन्छ। जति पनि बनाउन सक्नुहुन्छ व्यावसायिक रूपमा चाहिँ। र यो घरको लागि मात्र भएको कारणले गर्दाखेरि चाहिँ मैले जम्मा अनि 7-8 गोलामा चाहिँ बनाएको छु। यसरी 7-8 वटा गोला बनाएर मैले चाहिँ यसरी प्लास्टिकहरू खोलेर पानी दिँदैछु। यसरी चाहिँ यहाँनिर उम्रिन थालिसकेको छ भने यहाँ चाहिँ यसरी ठुलो भइसकेको छ। लगभग मैले चाहिँ 21 देखि 25 दिनभित्रमा चाहिँ मैले चाहिँ खोलिदिएको र पानी हाल्दै गरेको। यहाँ चाहिँ एकदमै यो चाहिँ ठुलो भइसकेको छ। यसमा चाहिँ अरूमा भने चाहिँ बिस्तारै चाहिँ आइरहेको छ, सानो सानो आइरहेको छ, तपाईँले देख्न सक्नुहुनेछ। यता पनि छ, आउँदैछ, सानो सानो आउँदैछ। पानी चाहिँ हालिरहेको छु। प्राय चाहिँ सबैवटा गोलामा चाहिँ यसरी च्याउ निस्किसकेको छ। यो चाहिँ अनि च्याउ हालेर प्लास्टिक झिकेको 10-15 दिन भइसक्यो प्लास्टिक झिकेको। यसरी अनि सबै ठाउँमा यसरी आइरहेको छ र यसरी अनि कुनै ठाउँमा सानो कुनै ठाउँमा ठुलो गरी आइसकेको छ च्याउहरू चाहिँ। र हामीले यसलाई चाहिँ अनि दिनको 2-3 टाइम चाहिँ पानी हाल्नु पर्दछ, एकदम अनि भिजिराख्ने गरी। यसरी पानी हालिसकेपछि ससाना ठुलो हुँदै आउँछ र ठुलो चाहिँ हामी टिप्दै खाँदै गर्न सक्छौँ। यसरी चाहिँ अनि आफ्नै घरमा चाहिँ च्याउ चाहिँ अनि फलाउन सकेका छौँ। यो च्याउ चाहिँ अनि लगभग 1-1.5 महिनासम्म चाहिँ यसरी आइराख्छ। टिप्दै गर्नुपर्छ, सानो सानो ठुलो हुँदै आइराख्छ। मैले चाहिँ यसपालि एकदमै थोरै बनाएको छु। मैले धेरै समयपछि चाहिँ अनि बनाएको हो यो च्याउ चाहिँ। पहिला मैले चाहिँ 62 सालतिर चाहिँ बनाएको थिएँ। म सानो हुँदै दाइले बनाउनु भएको थियो र मैले चाहिँ अहिले एकदमै थोरै मात्रामा चाहिँ अनि बनाएर हेरेको। यसरी चाहिँ अनि च्याउहरू चाहिँ फलिसकेको छ र हजुरहरूले पनि अनि आफ्नै घरमा यसरी अर्गानिक रूपमा च्याउ फलाएर चाहिँ खान सक्नुहुनेछ। र मेरो भिडियो हेरिदिनु भएको निम्ति हजुरहरू सबैजनालाई धन्यवाद।